What's up, beautiful people? Ohayou gozaimasu सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग। साथीभाइहरू आज म एक ठाउँमा जाँदैछु, तपाईँहरूलाई थाहा छ कि थाहा छैन कुन्ने होइन। अब आज फिल्म सुटिङ छ, गीतको सुटिङ छ। हामी चाहिँ अब 4जना 5जना चाहिँ गीतमा खेल्न लागिरहेको। एउटा साथीले निकालेको नर्मल गीत हो। सबैले लाइक सेयर सब्सक्राइब पनि गरिदिनु नबिर्सिनु होला। यु क्यान सी, तपाईँहरूले देख्न सक्नुहुन्छ म जाँदैछु अब ट्याक्क होइन। हुन्छ मैले फेरि के भने त साथीलाई, साथी यस्तो यस्तो गीत निकाल्यो हो, तिमीहरूको रोल द्याउ न भन्नु। साथीले फेरि मैले पनि नाइ भन्न सकिनँ के। हुन्छ भन्ने फेरि अब फेरि यस्तो भाउ खोज्ने बानी अनि उस छैन नि त ममा, त्यही भएर अलिकति हेरौँ के हुन्छ साथीहरू। अब तपाईँले माया गरिदिनुहुन्छ भन्ने आशा छ, अझ पनि माया गरिराख्नु भएको छ, अझै पनि गरिदिनुहुन्छ भन्ने आशा छ होइन। मेरो साथ साथीलाई, तपाईँको साथ मलाई हो कि होइन हो नि। त्यही भएर अब म जाँदैछु, स्टेसन पनि आइसकेँ। यु क्यान सी, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब म जान्छु, यहाँबाट निप्परी जानुपर्ने हुन्छ। यहाँबाट निप्परी गएर साथीलाई भेटेर अनि म चाहिँ तोनेरी जान्छु। तोनेरीमा हो खास सुटिङ। अब हाम्रो लोकल ट्रेन जिआर लाइन जापान रेलवेमा जाँदैछु साथीभाइहरू। ल धैर्य गर्नु होला, ड्रोन सट पनि हेर्न नबिर्सिनु होला। अब हान्छु एकछिनमा। थ्याङ्क यू सो मच होइन। त्यही भन्छु ल। सुइगन टच भयो मेरो फाइनल्ली। म हिँडिसकेँ। प्लाटफर्म नम्बर 6-7बाट हो एकीपुकुरबाट जाने, म बस्ने एकीपुकुर हो होइन। त्यही हो साथीभाइहरू। चाहिँ अब ट्रेनको सिट छैन, अब यस्तो प्याकहरू हुन्छ। अब म चाहिँ अहिले सुरामा आइसकेँ। एकीपुकुरबाट 2टा स्टेसन अगाडि, अब 3-4वटा स्टेसन बाँकी छ। हेरौँ दुवा उताबाट खोज्छ, यताबाट चाहिँ भित्ताहरू यस्तो छ होइन, उताबाट चाहिँ ढोका खोल्छ। त्यही हो होइन। साथीभाइहरू माया गरिदिनु भएको छ, अझै माया गरिदिनुहोस्। टिकटकमा पनि फलो गरिदिनुहोस्, यो इन्स्टाग्राममा कोरासिस छ त्यसमा पनि फलो गरिदिनुहोस्, अनि युट्युबमा सब्सक्राइब। त्यही भन्छु म चाहिँ। मैले जिन्दगीमा अरू भिख नमागेँ नि, सब्सक्राइब र फलोको चाहिँ मागेँ होइन। जिन्दगीमा अरू भिख नमागेँ नि, सब्सक्राइब र फलोको चाहिँ मागेँ। हाम्रो जाने भनेको हाम्रो नाइट एयरपोर्ट। यहाँबाट गएपछि सिधै नेपाल जानुको लागि र अन्य विदेश जानको लागि यत्रो टिकटहरू काट्दैछ मान्छेहरूले। किनकि यो इन्टेक भनेको घुम्ने इन्टेक मात्र हो, मान्छेहरू घुम्छ क्या। योहरूको बेस्ट रहेछ क्या घुम्नको लागि। यहाँ अब जापानमा पनि कति विदेशीहरू आउँछ क्या, साकुराहरू फुल्छ, हरेकहरू हुन्छ नि त यहाँ पनि। अब म जानुपर्ने हुन्छ उता। यु क्यान से, गर्लफ्रेन्ड भयो भने एउटा फुल त दिनु नि त। गर्लफ्रेन्ड पनि छैन, यत्तिको एउटा फुल दिएको भए हिरो भयो नि त कुरोमा। गर्लफ्रेन्ड पनि छैन, मन फर्कै भयो। सिङ्गल मान्छेलाई के फुल चाहियो होइन। अब फुल दिने फुल दिन नसकेर भुलेर हिँडिदिने होइन साथीभाइहरू। खोइ त हाम्रो केटाहरू यहीँ छ जस्तो लाग्थ्यो त। कहाँ रहेछ हो? सिमली छायामा बसी परिया लामो सास फेरेर उमेर भइसक्यो 80, झन् ठुला दुःखले घेरेर। कस्तो छ साथीभाइहरू मेरो गीत पहिल्यै सानैबाट गायककार बन्छस् भन्छ क्या, तर यो उसले भाकाले मात्र घात गरेर कसम, नत्र म गायककार बन्ने मान्छे हो। अब यसरी हेर्दा त मोडलभन्दा कम छैन। ल हेर्नु, ल मोडल पनि भन्थ्यो मलाई त सानसाना। के गरेँ अहिले आएर अरूको टोयलेट र भाडा हान्दा ठिक छ विदेश आएर त्यसको पनि मोडल सम्झिन्छु। भाग्यमान रहेछ मैले टोयलेट हानेको उसमा मुत्न पाउने जापानिजले, मैले माझेको भाडा खान पाउने। अनि एउटा विदेशी मान्छे आएर अनि यस्तो गरेर अनि यहाँ खाना पाउनेको यो सौभाग्य होइन यिनीहरूको। यिनीहरू गएर गरौँ त त्यही नेपालमा सक्छन्। अनि त्यही भएर नि आफ्टर लङ टाइम पछि साथीभाइहरू मसँगबाट हाम्रो साथीसँग भेट भइसक्यो। किनकि जिन्दगीमा भनेको नि पैसा कमाउनु मात्र रहेछ कि दुःख, इष्टमित्र कमाउन मन भए साथीभाइहरू कमाउन होइन मन हुनु पर्दो रहेछ क्या। मैले बुझेको है फेरि सबैभन्दा ठुलो कुरो म नै हो। र आज म चाहिँ टोकियोमा छु र केटाहरू छन्। आज मलाई कहाँ लान्छ थाहा छैन है, म पनि आज अब न्यु नै हो भनौँ।
र आज हाम्रो के सुटिङ है सुटिङ गीतको भइरहेको सुटिङ छ सबैले माया गर्नुहुन्छ माया गर्नु होला सपोर्ट गरिदिनु होला र यसरी नै तपाईँहरू पनि युट्युबर ब्लगर सामाजिक सञ्जालमा हुनुहुन्छ कसैले पनि आफ्नो लागि मात्र नहेरौँ साथीभाइ सबैको लागि भलो गरौँ सबैको लागि हेरौँ होइन बल्ल सबैलाई चिन्न पाइन्छ सबैलाई बुझ्न पाइन्छ जिन्दगीमा र सबैभन्दा ठुलो कुरो कोल्याप्स चाहिँ हो तपाईँले टिमवर्क गर्नुभयो भने एनी आउ जे नि हुन्छ के कसो भन खत्रै हो नि हो नि यहाँको मेट्रो बालेन्दाले यस्तै हाल्छु भन्नुभएको थियो कहिले हाल्नुहुन्छ थाहा छैन तर हामी जापानको मेट्रो चाहिँ चढ्छौँ ओके बोला हो यस्तै हो क्या खास गरी टकिङ ल चस्मा मेरो भन्दा साथीभाइहरू जिन्दगीमा अब पैसा कमाउन नसकेको इष्टमित्र साथीभाइहरू त मलाई कमाइ होइन किन मलाई त यही फुट्छ र तै डराएर हानेर नि होइन यो त ठोकिएर नि तर यो बारे भन्नु मैले नयाँ किनेहालेँ साथी नडर न चस्मा चाहिँ यार कसम तिमीले लिएन चस्मा साँच्ची रे चस्मा नलिएर गीत दिए फेरि यहाँ होइन क्या अगाडि गएर बसौँ न भिडियो खिच्दा दामी आउँछ सरकारी हाम्रो के त मेरो गाउँमा नि यस्तो एउटा ट्रेन हाल्ने त बवालै हुन्छ बबाले हुन्छ बबाले बबाले सुन्नुमा सेन बैलरको गाडी हाल्यो भने राम्रो हुन्छ नेपालमा क्रिकेट प्लेयरलाई त बोइलरको गाडी चढाएर लथ्यो ट्रेन त कहाँबाट हालोस् बिचरा तेरो पर्वत फलेबासमा त नि काठमाडौँमा हो बोलेरमा हालेर गएको अगाडि जाने होइन जो अनै भएको छैन त यो गाडी होइन ड्राइभर म आफै चलाउने हो ओ ल म त अहिलेसम्म चढेको थिइनँ यार कसम भने आनन्द रहेछ त कुन ट्रेन हो यो ल ल केटा हो म त केही सेनमन गएको पनि फेरि अझै एकचोटि पढ्नै जस्तो लाग्यो अब ड्रोन सट क्लिप अब हामीले चाहिँ ड्रोन सट हानेको हेर्न एकछिन पछि तपाईँहरूलाई हामी जोड्ने छौँ होइन अहिले चाहिँ यहाँ छ हामी त यहाँ झ्याल पनि खोल्न मिल्छ अहिले त मिल्दैन खोल्नु झ्याल खोल्छ सबै अगाडि यहाँ यो ड्राइभरमा हो अब म एकछिनमा चलाउँछु 5 मिनट पछि यु क्यान सी साथीभाइहरू टेक केयर सबैजनालाई गर्नु हामी आज नयाँ प्रोजेक्टमा हिँड्दैछौँ है त्यो प्रोजेक्टलाई हामी क्यामेरामा कैद गर्छौँ साथ दिने तपाईँहरूले अब यस्तो एसएससी है नियम दिनेहरू यस्तै एसएससी हुन्छ होइन 3 जना भेट्यो होइन 7 भेट्यो अनि त्यसपछि किनकि आज हामीले कुदाइरहेको छौँ नि त त्यही भएर त्यसमा फेरि आशिष आज उसलाई खलासी राख्ने के राख्ने ड्राइभर हो होइन उसलाई खलासीमै खुसी अनि पैसा उठाउनु पाइन्छ टाका मार्न पाउँदैन त्यो त मेरो कला हो नि कला मेरो खुबीले खान्छु भने खान पाउँदिन कला र गलाको भर रहेछ साथीभाइ मोबाइलले खाइसक्यो हुन त सेटमा यु क्यान सी साथीभाइ तपाईँले एकछिनमा हेर्नु होला एउटाको घडीको पिन हराएको 1.5 घन्टा भयो यहीँ खोजिराखिसक्यो कति गरौँ ए गरिब कस्तोमा खोज्या आश्रम भन्थे ठाउँ देखाइदिनु पहिला के लेख्नु भन न क्याप्सन ल अब यहाँ भने ल जा थाहा लेख के हो यो भिडियो सरी है साथीहरू हामी त नेचुरल हुनुपर्छ हो के बोलेको होइन जुम गरे कति 8को स्कोपमा जुम गरिदिउँ 8को स्कोपमा हानिदिन्छु फेरि 5मा हानिदिन्छु ए हे जुम कस्तम 1.5 घन्टा भन्दा बढी भयो सत्यको धन भेटिन्छ भन्दै खोज्दै रहेछ के साह्रो हाम्रो केटाहरू फेरि नेपालीको टाइम त ठ्याक्कै बताइन्छ नि क्या त होइन यहाँ केटाहरू 10 बजे जम्मा हुने भने 12 बजीसम्म नआउने यो नेपालीको टाइम हो क्या त के गर्ने साथीभाइहरू यस्तै छ अब कोइन देख्न सक्नुहुन्छ तपाईँहरूले साथीभाइहरू माथि मेट्रो बालेन्दा कहिले हो क्या यस्तो काठमाडौँमा हाल्ने यार चढमला हानेको झन् म 3 महिनापछि आउँदैछु चढमला त्यो बेला भनेको यार
यही तरिका आज लोगेछ खोरे पानी डाँडैमा गुराँस फुल्यो झलल लाउने अब हामी त्यस्तो हेरेको छैन भने कानै गाड्नु भनेर एकचोटि हेऱ्यो नि होइन 15,000 कपिराइट हालिदिन्छु हो क्या होइन कि कपिराइट लाग्छ कि भिडियोमा माथि हो क्या के कपिराइट लाग्छ भने तिमी भिडियोमा कपिराइट लाग्छ क्या गीत मेरो त मैले हटाइदिनु कस्तो यार बाबालाई खाँदै केटाहरू त के हो मेरो चाहिँ कसले हान्छ र मेरो चाहिँ कसले आजका स्टारहरू सुपर स्टारहरू भविष्यका छिमेकीको छोराले छोरा हामी जहाँ चाहिँ यो तोनेरी पार्कमा टक्क सुटिङ गर्दैछौँ केटाहरू सब रेडी भइसक्यो रेडियो बोकेर आएछ क्या पहिले गाउँबाट कहाँ हो ठाउँ हेर शीतल त प्रदान गर्न जाऊँ कि त जाऊँ हो क्या खोइ भन न होइन माथि त घामले अलि डिस्टर्ब हान्छ जस्तो लाग्छ साथीभाइहरू अब हामी चाहिँ यस्तै छ होइन सबैजना अब हामी चाहिँ एउटा म्युजिक भिडियो बनाउन आएको खास अब म्युजिक भिडियो तपाईँले माया गर्नु आई होप है तपाईँले माया गर्नुहुन्छ भने आशा छ सबैले सेयर सब्सक्राइब वाचिङ सबै गरिदिनु होला फेसबुकतिर नि म सेयर गर्छु टिकटकतिर नि हाल्छु होइन माया गरिदिनुहुन्छ नि आशा छ यु क्यान सी उहाँ खालिसक्यो उहाँ जमानको मैले काम छैन उता बुटा पनि अब त्यही भएर अब रमाइलो छ साथीभाइहरू के गर्ने अब भ्लग सलग अब हजुरहरू माया गरिदिनु भयो सपोर्ट गरिदिनु भयो त्यही भन्दै म आजको भ्लग यहीँ गर्छु टु लाइक वाचिङ सब्सक्राइब गर्न नबिर्सिनु होला